प्रश्न नम्बर 1 नेपालको सर्वोच्च शिखर कुन हो? नेपालको सर्वोच्च शिखर कुन हो? सही उत्तर हो सगरमाथा। प्रश्न नम्बर 2 नेपालको सबैभन्दा ठुलो नदी कुन हो? नेपालको सबैभन्दा ठुलो नदी कुन हो? सही उत्तर हो कर्णाली। प्रश्न नम्बर 3 नेपालको जलवायु कस्तो छ? नेपालको जलवायु कस्तो छ? सही उत्तर हो विविध प्रकारको। प्रश्न नम्बर 4 सबैभन्दा ठुलो तराईको जिल्ला कुन हो? सबैभन्दा ठुलो तराईको जिल्ला कुन हो? सही उत्तर हो रौतहट। प्रश्न नम्बर 5 सगरमाथाको उचाइ कति छ? सगरमाथाको उचाइ कति छ? सही उत्तर हो 8848.86 मिटर। प्रश्न नम्बर 6 नेपालको कति भौगोलिक क्षेत्र छन्? नेपालका कति भौगोलिक क्षेत्र छन्? सही उत्तर हो 3। प्रश्न नम्बर 7 सबैभन्दा सानो जिल्ला कुन हो? सबैभन्दा सानो जिल्ला कुन हो? सही उत्तर हो भक्तपुर। प्रश्न नम्बर 8 नेपालको भौगोलिक विस्तार कुन कुन देशसँग जोडिएको छ? नेपालको भौगोलिक विस्तार कुन कुन देशसँग जोडिएको छ? सही उत्तर हो भारत र चीन। प्रश्न नम्बर 9 नेपालको कुल क्षेत्रफल कति हो? नेपालको कुल क्षेत्रफल कति हो? सही उत्तर हो 1,47,516। प्रश्न नम्बर 10 कर्णाली नदीको उद्गम स्थल कहाँ हो? कर्णाली नदीको उद्गम स्थल कहाँ हो? सही उत्तर हो तिब्बत। प्रश्न नम्बर 11 नेपालको दक्षिण भूभागमा के भनिन्छ? नेपालको दक्षिण भूभागलाई के भनिन्छ? सही उत्तर हो तराई भनिन्छ। प्रश्न नम्बर 12 महाकाली नदी कुन देशको सिमाना भएर बग्छ? महाकाली नदी कुन देशको सिमाना भएर बग्छ? सही उत्तर हो भारत। प्रश्न नम्बर 13 नेपालको सबैभन्दा ठुलो हिमाल कुन हो? नेपालको सबैभन्दा ठुलो हिमाल कुन हो? सही उत्तर हो सगरमाथा। प्रश्न नम्बर 14 नेपालको पश्चिम क्षेत्रको प्रमुख नदी कुन हो? सही उत्तर हो महाकाली। प्रश्न नम्बर 15 सुनकोशी कुन नदीमा मिसिन्छ? सुनकोशी कुन नदीमा मिसिन्छ? सही उत्तर हो कोशी। प्रश्न नम्बर 16 नेपालको हिमाली क्षेत्रको जनघनत्व कति रहेको छ? नेपालको हिमाली क्षेत्रको जनघनत्व कस्तो छ? सही उत्तर हो न्यून। प्रश्न नम्बर 17 राराताल कुन जिल्लामा पर्छ? राराताल कुन जिल्लामा पर्छ? साथीहरु यो भिडियोलाई हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला है। यसको सही उत्तर हो मुगु। प्रश्न नम्बर 18 सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो? सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो? नेपालको हो यो चाहिँ। सही उत्तर हो चितवन राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 19 नेपालको सबैभन्दा लामो नदी कुन हो? नेपालको सबैभन्दा लामो नदी कुन हो? सही उत्तर हो कोशी। प्रश्न नम्बर 20 नेपालको सबैभन्दा होचो हिमरेखा कुन हो? नेपालको सबैभन्दा होचो हिमरेखा कुन हो?
सही उत्तर हो रूपनाला। प्रश्न नम्बर 21 पोखरा कुन प्रदेशमा पर्छ? पोखरा कुन प्रदेशमा पर्छ? सही उत्तर हो गण्डकी। प्रश्न नम्बर 22 नेपालको पूर्वी सिमाना कुन नदी भएर बग्छ? नेपालको पूर्वी सिमानामा कुन नदी बग्छ? सही उत्तर हो मेची। प्रश्न नम्बर 23 त्रिभुवन विमानस्थल कहाँ छ? त्रिभुवन विमानस्थल कहाँ छ? सही उत्तर हो काठमाडौँ। प्रश्न नम्बर 24 नेपालमा कतिवटा प्रदेश रहेका छन्? नेपालमा कतिवटा प्रदेश छन्? सही उत्तर हो 7 वटा। प्रश्न नम्बर 25 कालीगण्डकीको विशेषता के हो? कालीगण्डकी नदीको विशेषता के हो? शालिग्राम पाइने। प्रश्न नम्बर 26 माछापुच्छ्रे हिमाल कहाँ छ? माछापुच्छ्रे हिमाल कहाँ छ? सही उत्तर हो कास्की जिल्लामा। प्रश्न नम्बर 27 नेपालको सबैभन्दा गहिरो नदी कुन हो? नेपालको सबैभन्दा गहिरो नदी कुन हो? यसको सही उत्तर हो कालीगण्डकी। प्रश्न नम्बर 28 नेपालको सबैभन्दा गर्मी हुने ठाउँ कुन हो? नेपालको सबैभन्दा गर्मी हुने क्षेत्र कुन हो? सही उत्तर हो नेपालगञ्ज, यो जिल्ला रहेको छ। प्रश्न नम्बर 29 नेपालमा सबैभन्दा बढी वर्षा हुने ठाउँ कहाँ हो? नेपालको सबैभन्दा बढी वर्षा कहाँ हुन्छ? सही उत्तर हो लुम्ले कास्की, लुम्ले। प्रश्न नम्बर 30 अन्तिम प्रश्न नेपालको सबैभन्दा उचाइमा रहेको ताल कुन हो? नेपालको सबैभन्दा उचाइमा रहेको ताल कुन हो? सही उत्तर हो तिलिचो ताल। धन्यवाद।